Hello people, नमस्कार, it's me Mr. NK, फेरि स्वागत छ हजुरलाई मेरो यो भिडियोमा। आज हजुरहरु सन्चै हुनुहुन्छ होला र म पनि एकदमै सन्चै छु। सो फेरि पनि धेरै दिनपछि हैन ब्याक भएको छु जस्ट बिकज मैले चाहिँ एउटा सिरिज बनाएको छु हैन। जसरी मैले एससी होलिडे ट्रान्सफर्मेसनको 90 डेजको ट्रान्सफर्मेसन गरे हैन। त्यसरी नै मैले अब फेरि एउटा सिरिज लिएर आएको छु हैन। त्यो प्रोसेसमा छ। अब छिटो भन्दा छिटो चाहिँ अब त्यो आउँछ हैन। सर्ट भिडियोमा आउँछ। समटाइम कहिले काहीँ लङ भिडियो पनि आउन सक्छ। सो यो अब सिरिजको बारेमा चाहिँ अब थोरै कुरा गरौँ हैन के कस्तो हो भनेर। सो यो सिरिज चाहिँ स्टार्ट गर्नुको मेन रिजन चाहिँ के हो भन्दाखेरि अब सबैले जिम गर्दाखेरि हैन जिम रिलेटेड हैन जो हुन्छ अब जिम ब्रान्डहरु जिम बोयहरु जिम मेनहरु एनिमल हैन अब उनीहरुको प्रोग्रेस देख्न थालेपछि हैन अब जसको प्रोग्रेस देख्छ नि जसलाई हैन जसले प्रोग्रेस गरिरहेका जसको छैन अब त्यसलाई चाहिँ हैन अब यो जसको प्रोग्रेस भइसक्यो त्यसलाई चाहिँ अब यसलाई देखेर जेलेस फिल भइरहेछ हैन लाइक भन्छ नि अब आँखा लाग्यो नजर लाग्यो भन्छ नि हैन जसको छैन अब त्यसले जसको बनिसक्यो हैन जसको प्रोग्रेस भइसक्यो त्यसले सो अफ गर्छ हैन सो अफ भन्नाले नि पनि आँखा अब हल्का बडी बनेपछि देखाउन मलाई चाहिँ अब अरु मान्छेहरुले अब हेरेर आँखा लाउने यो मलाई धेरै भएको छैन नजर लाग्ने आँखा देख्ने यो त्यो हैन मेरो जिम पार्टनर पनि भएको छ अनि धेरै मान्छे मैले देखिरहेको हुन्छ हैन भएको हुन्छ हैन सो मैले यही अवस्थालाई हैन यही सिचुएसनलाई हेर्दाखेरि अब एउटा माइन्डमा के आयो भन्दाखेरि अब नो बडी सो भनेर एउटा सिरिज निकाल्नु भनेर आँटा थियो हैन माइन्डमा आएको थियो धेरै पहिला नै आएको थियो तर मैले निकालेको थिएन मैले स्टार्ट गरेको थिएन अब अहिलेसम्म नो बडी सो एसईई होलिडे ट्रान्सफर्मेसनको सुरुवात हैन नेपाल मचासमा मलाई लाग्छ हैन मैले नै गरेको हो अब मैले नै अब इन सोशल मिडियामा अब सबैलाई भनेको छु हैन मैले गरेको हो भनेर एसई होलिडे ट्रान्सफर्मेसन गरेको होला हैन धेरै मान्छेहरुले गरेको होला तर अहिलेसम्म मैले मैले रिसर्च गरेको अनुसार हैन देखेको छैन कहीँ पनि सो जसले अब इन्भेस्ट गर्छ हैन अब सोशल मिडियामा देखाएको छ मैले यो गरेको छु अनि त्यसलाई नै मात्र मानिन्छ हैन मानिन्छ भन्नाले पनि अब मैले सो गरेको छु अहिलेसम्म कसैले सो गरे हैन भनेपछि मैले सो गरेपछि मैले नै इन्भेस्ट गरेको मानिन्छ हैन सो मैले आफूलाई नै मान्छ अब जहाँसम्म लाग्छ हैन अरूले पनि हेरिरहेको हुन्छ हैन मैले कतिको हार्ड गरेको छु भनेर एससी होलिडे ट्रान्सफर्मेसनमा सो अझसम्म हेर्नु भएको छैन भने गएर हेर्नु होला हैन यही च्यानलको अब भिडियोहरुमा ओल्ड भिडियोमा गएर हेर्नु होला हजुरहरुले इजिली भेट्न सक्नुहुन्छ यही सिरिजलाई लिएर कुरा गर्दाखेरि हैन जुन नो बडी सो भन्ने चाहिँ हैन अब जुन बडी देखाएर हैन अब 3 महिनासम्म जसले मैले एससी होलिडेको ट्रान्सफर्मेसन गरेको त्यसरी नै मैले फेरि यही सिरिजलाई लिएर हैन 3 महिनाको 90 डेजको ट्रान्सफर्मेसन गर्नेवालाको छु हैन जुन चाहिँ 90 डेजमा हैन बडी फुल हुन्छ हैन कसैलाई पनि देखाइदैन जुन यो भेस छ यहाँसम्म आम पनि देखाइदैन फुल कभर गरिन्छ हैन 90 डेजसम्म ल आफ्टर 90 डेज हैन कस्तो कन्डिसन भएको छ त्यो चाहिँ अलफलाई देखाउनु छैन जसलाई हेर्नु छैन अलफलाई देखाउनु छु र हजुरहरुलाई पनि देखाउनु छैन मैले अब जस्तो मैले वर्कआउट गरिसकेपछि आफ्टर मैले पम्पलाई हैन हजुरहरुलाई अब पोज गरेर देखाउँछ हैन हरेक भिडियोमा देखाइरहेको हुन्छ हैन सो यो सिरिजमा चाहिँ 90 डेजसम्म चाहिँ मैले अब सो गर्दिन बडीलाई जति अहिले देख्छ हैन टाइट जतिसुकै टाइट होस् तर कभर गरेर राख्छु हैन 90 डेजसम्म नो बडी सो भनेर सिरिज यसको मिनिङ चाहिँ यही हो हैन अब आफ्टर 90 डेज कस्तो रिजल्ट आउँछ हैन अनि केलाई कुन कुरालाई फेस गर्नुपर्छ यो 90 डेजमा थाहा हुन्छ मलाई यो 90 डेजमा अब थाहा पाउने छु हैन सो आज भोलि नभए पर्सि स्टार्ट हुनेवाला छ सो हेरिरहनु होला हैन सपोर्ट गरिरहनु होला माया गरिरहनु होला अनि सकेसम्म चाहिँ च्यानललाई चाहिँ शेयर गरिराख्नु होला 1K त कमेन्ट भइसक्यो अब चाहिँ यो सिरिजमा 90 डेजको सिरिजमा रेगुलर भिडियो आउने छ हैन सो सपोर्ट गरिरहनु होला अनि अर्को कुरा चाहिँ हजुरहरुलाई अब कुनै पनि हैन
कुनै पनि वर्कआउटको बारेमा डाइटको बारेमा जति मलाई थाहा छ जति मलाई नलेज छैन जतिको मलाई 6 इयर्स भइसक्यो हैन 6 इयर्समा मैले कति एक्सपिरियन्स लिएको छैन त्यसको बारेमा चाहिँ अब मैले जति थाहा छ त्यति चाहिँ मैले हजुरहरुलाई सेयर गर्नेवाला सेयर गर्ने छु हैन सो कमेन्ट गरिरहनु होला हैन कुनै पनि टिप्सको बारेमा चाह्यो भने कमेन्ट गर्नु होला कमेन्ट नभएदेखि मलाई फेसबुकमा डीएम गर्नु होला मेसेज गर्नु होला मैले यसरी रिप्लाई दिन्छु र हजुरहरुलाई सकेसम्म आफूलाई जति छ त म हजुरहरुलाई सेयर गर्ने छु हैन आफ्नो जति नलेज छ त्यतिको बारेमा सो कमेन्ट गर्नु होला ओके अब चाहिँ भिडियोलाई लम्बा पार हैन अब सिरिजको बारेमा मात्र भन्नु थियो हैन अब मैले जतिको वर्कआउट गर्छु हैन जतिको डाइट लिन्छु मेरो डाइट र मेरो वर्कआउट हैन मैले 80% डाइट वर्कआउट गर्छु भने हैन मेरो डाइट भनेको 20% मात्र हुन्छ 20-25% मात्र हुन्छ त्यही भएर मेरो बडी अनि वेट नबढ्नुको कारण हैन जब मैले सुरुमा जिम जोइन गर्ने बेला मेरो वेट भनेको 58 to 60 थियो हैन 58 थियो अनि त्यसपछि मैले लिन बल्क सिरिज स्टार्ट गरे त्यो लिन बल्क सिरिज चाहिँ मैले 30 डेज मात्र गरे 30 डेज 35 मात्र गरे धेरै कन्टिन्यू गर्न पाएन जस्ट बिकज डाइट पुगेन हैन अब मेरो जति पकेट मनी लियो भने त्यति मात्र डाइट लियो अब मैले 1 महिनामा जस्ट 2 केजी मात्र मसल मास गेन गर्न पाएँ त्यसपछि मलाई अलि डिमोटिभेट जस्तो लाग्यो हैन अब यो मेरो डाइट नै पुगेको छैन अब लिन बल्क सिरिज अब स्टार्ट गरेको केही मतलबै भएन हैन सो मैले क्विट गर्ने हैन अनि त्यसपछि रिजल्ट अनि त्यो लिन बल्क सिरिज त त्यति स्टार्ट गर्न पाएन हैन तर यो सिरिज हैन नो बडी सो को सिरिज चाहिँ 90 डेज जस्तो पनि कम्प्लिट गर्नेवाला छु हैन रेगुलर भिडियो शनिबार चाहिँ अफ डे हुन्छ त्यसमा चाहिँ सर्ट भिडियो हालिदिन्छु त्यो चाहिँ हैन सिरिज तर 90 डेज डे 1 डे 2 डे 3 गरेर 90 डेज सम्म चाहिँ कम्प्लिट गर्नेवाला छु अनि अर्को कुरा डाइटमा कुरा गर्दाखेरि हैन मेरो पकेट मनीले जति भ्याउँछ त्यति डाइट लिनेवाला छु हैन सकेसम्म चाहिँ अब प्रोटिन काउन्ट गरेर खान्छु अनि अब इन्कम सोर्स भनेको मेरो त्यति छैन हैन अब चाहिँ यो 90 डेजमा कतिको मसल मास गेन हुन्छ हैन म बल्क गर्दिन लिन बल्क जस्तै टाइपको मसल मास मात्र गेन गर्छु जति सक्छ त्यति गर्छु हैन 90 डेजमा अहिले मेरो वेट भनेको हैन 60 केजी छ 60 केजी नै छ त्यसपछि अब आफ्टर 90 डेज हैन वेट दिनेवाला छु नत्र आफ्टर 90 डेज कतिको वेट बढ्छ म हजुरलाई सेयर गर्छु हैन अनि मेन कुरो चाहिँ मैले अब यो 90 डेजमा मेन कुरो यो 90 डेजमा चाहिँ मैले अब डे 1 देखि डे 90 सम्म चाहिँ फुल हेभी हाल्नेवाला छु हैन फुल हेभी भन्नाले अब मेरो जतिको क्षमता छ हैन अब लेटर राइस मैले 20 केजी हाल्छ हैन 20 केजी हाल्छ 25 केजी ट्राई गर्छु अब मेरो डेडली भनेको अहिले डेडली पिआर भनेको 130 135 छ हैन त्यसलाई हिट गर्छु फुल हेभी हाल्नेवाला छु हैन फुल हेभी लो वेट हाल्दिन अब इगो भन्नु छैन कि जेसुकै भन्नुस् तर फुल हेभी हाल्छु जति डाइट पुग्छ त्यति लिन्छु फुल हेभी हाल्छु मलाई त्यस्तो लो वेट हालेर हैन काम छैन अब पनि बढाउनु पर्छ सो मेरो बडी फुल बडीमा वेट भनेको हैन लेग नै हो सो त्यही भएर मैले स्क्वाट र डेडली बाइले पिआर हिट गरेर आएको छु हैन बिस्तारै हिट हुन्छ हैन फुल हेभी हुन्छ अब टाइम आयो मोन्स्टर बन्नको लागि मैले #मोन्स्टर हालिरहेको छैन #मोन्स्टर मात्र हालेर मैले मोन्स्टरको पारा पनि देखाउनु पर्यो सो टाइम टु सो एभ्रीवन टाइम टु सो यु सो सपोर्ट गरिरहनु होला म सो गर्नेछु हजुरहरूलाई एउटा एभरेज बोयले एउटा एभरेज 12 क्लास पढ्नेले एउटा एभरेज मिडल क्लास बोयले गर्न सक्छ भनेर हैन देखाउनेवाला छु र 6 वर्ष गरिरहेको एउटा मिडल क्लास बोयको माइन्डसेट भनेको के हो हैन म हजुरहरूलाई देखाउँछु सो सपोर्ट गरिरहनु होला ल आजको लागि यति भन्दै नै यो भिडियोलाई हेर्दै गर्नतर्फ लाग्यो हैन अबदेखि चाहिँ हाम्रो जुन नौ बडी सोको सिरिज छ त्यसलाई चाहिँ स्टार्ट गर्नेवाला छु र सपोर्ट गरिरहनु होला आजको लागि चाहिँ हस्त धन्यवाद।